इन्जिनियर बालेन शाहले सामाजिक सञ्जालमा लेखेको एउटा स्ट्याटस स्मरण भइरहेको छ। तेरो ... हरूको पो बा भइस। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्। यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएनन्। न नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्। यति कुरा बुझ्नेलाई इसारै काफी छ। सभामुख महोदय, मैले यो स्मरण गरेको हुँ सम्माननीय प्रधानमन्त्रीज्यूको त्यति बेलाको भावना र आजको व्यवहारको। आज पद बदलिएर मन बदलियो कि व्यवहार? सभामुख महोदय, सन्तानको मृत्युको पीडा त हरेक आमाको लागि एउटै होइन र? कि शक्ति र पदले पीडाको वर्गीकरण गर्छ र? म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु। आज एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो? त्यो आवाज आज किन सुनिँदैन? कि नेपाल तपाईले लगाएको कालो चस्माको मृत्यु र पीडाको रङ पनि फरक देखिन्छ र?